यहाँ देखाइरहेको यो पानी चाहिँ नि यो पानी चाहिँ एकदमै साधारण पानी होइन, एकदमै युनिक हो, औषधि पनि हो। यो पानी खाने सौभाग्य सबैले पाउँदैन, पिउने पानी है। मैले त्यसै सौभाग्य पाएको छु। हाम्रो दाजु शैलासलाई एकदमै धन्यवाद। विशेष उहाँहरूले यसरी बनाएर ल्याइदिनु भएको छ। यो चाहिँ कसरी कहाँबाट हुन्छ भन्ने कुरा म तपाईँलाई देखाउँदैछु है। यसरी गयो केराको बोट काट्यो अनि पुरा खुर्केर हँसियाले डाडुले यसलाई काटेर चाहिँ गहिरो बनाउनुपर्छ ताकि पानी धेरै आउने हिसाबले पुरा खुर्क्यो होइन, वरिपरि भागतिर राख्नु पऱ्यो। अनि राखिसकेपछि चाहिँ यसलाई बिस्तारै एक रात राख्नु। अनि यहाँनिर चाहिँ यो खोपिसकेर चाहिँ नि माथिबाट केराको पातहरूले अनि केराको दाम्चोले मजाले छोप्नुपर्छ, किनभने भुसु नआउँछ नि त। अनि भोलिपल्ट फेरि टक्कै गयो है, गएर सट्टै पुगिसकेपछि बिस्तारै हटाउनुपर्छ होइन। वाउ, पानी त क्या दामी! यो त यति मिठो हुँदो रहेछ होइन, नरिवलको पानी जस्तो जस्तो पनि हुँदो रहेछ। अनि यहाँ हाम्रो दाजु शैलासले उगाउँदै हुनुहुन्छ होइन, उगाएर मजाले हो ए झन्डै ठोकेर झन्डै झरेर पनि गयो है। अनि यो चाहिँ मलाई यसरी ल्याइदिनु चाहिँ दाजुले माया गरेर होइन बोतलमा हालिओरिकन एकदमै मैले धेरै चाख्न पनि दिएँ।